हामी सैलुङ जान लाग्यो कि बाटो कस्तो छ होला त्यतिर माथितिर बाटो हाम्रो छ त अफ्टर बाटोमा सजिलो फिल भइरहेको तपाईँ नयाँ ठाउँमा हैन मिलाउनु भएको स्कुटीलाई चाहिँ हल्का हल्का गाइस यो चाहिँ भुइसी बजार फर्क्यौँ भैँसी हेरिहाल्यौँ हेलो गाइस वेलकम टु माई भ्लग सो साथीहरू आज चाहिँ हामी सैलुङ घुमाउन जाँदैछौँ होइन सो गाइस अब चाहिँ हामी जाँदैछौँ है ल काका हामी गयौँ है ल ल ल सट्टा रेडी भइरहेछ अहिले भने ठ्याक्कै हाम्रो बन्द भयो ल केटा ल होइन अब जाने हो यहाँ त दुईवटा बाइकमा बाटोको हालत चाहिँ अब बिजोकै छ गाइजहरू होइन यस्तो बाटो कच्ची बाटो हिजो रातभरि पानी परेको होइन अब यस्तो भइसक्यो अहिले चाहिँ अब एकदम पुगिन्छ कि पुगिँदैन थाहा छैन तै पनि हामी आएर हिँडिरहेछौँ बाबुहरूसँग बाबुहरूसँग अगाडि जानु भइसक्यो बाटो एकदम गाह्रो छ बाटो अप्ठ्यारो छ नि होइन अब खै कतिको छ त्यसमा होइन पहिला गएको नि छैन अब हिजो रातभरिको पानीले बाटोलाई पुरै एकदम हिलो बनाइरहेको जस्तो छ होइन एकदा चाहिँ अब अप्ठ्यारै जस्तो लाग्यो यस्तो छ यी बाटो एकदम कठिन छ जस्तो छ यात्रा कसरी सफल हुन्छ थाहा छैन बाबुहरू अगाडि जाँदै हुन्छ हामीलाई बाबुहरूको यात्रा गर्दा चाहिँ अप्ठ्यारोको साथसाथै रमाइलो पनि भइरहेको छ होइन बाबुहरूसँग हिँड्नु पाउँदा चाहिँ बाटो चाहिँ देख्दा चाहिँ मलाई चाहिँ एकदम डर पनि लागिरहेछ अब यस्तो छ उहाँहरू चाहिँ फटाफट गरिरहनु भएको छ स्कुटीलाई चाहिँ हल्का हल्का पछाडि पुस गर्नुपर्ने अवस्था होइन तै पनि कन्फिडेन्सका साथ चलाइरहनु भएको छ बाटो नयाँ भए पनि होइन बाटो यस्तो भए पनि स्कुटी चाहिँ जान्छ कि जाँदैन भन्ने हो तर पनि कन्फिडेन्सका साथ एकदम चलाइरहनु भएको छ है राम्रै चलाइरहनु भएको छ बाटो यस्तो भयो भने माथि जम्मी बाटो चाहिँ यस्तो अप्ठ्यारो रहेछ होइन यहाँनिर चाहिँ बाइक लाग्नु एकदम गाह्रो भइरहेछ बिचरा बाटो एकदम स्कुटी झर्नु पर्छ होला बाबु बिचरा धकेल्ने निधाउनु यस्तो छ ताला नि गाइस बाटो एकदमै अप्ठ्यारो भएर होइन बाबुहरू चाहिँ थकै लागेर यहाँनिर बसिरहनु भएको छ बिचरा बाबु स्कुटीको यात्रा कस्तो लाग्यो त गाह्रो भइरहेछ तैँलाई धकाल्न चाहिँ लगाएँ है मैले है तै पनि अब हाम्रो गन्तव्यतर्फ लाग्दैछौँ बाटो अप्ठ्यारो भयो भने होइन अनि बाइक चलाउँदा हजुरलाई
सजिलो फिल भएको छ कि अप्ठ्यारो फिल भइरहेछ त अप्ठ्यारो बाटोमा सजिलो फिल भइरहेको त्यही पनि नयाँ ठाउँमा होइन रमाइलोसँग जानु पर्यो नि है अप्ठ्यारो बाटोमा रमाइलो गर्दै गइरहेछौँ ल फेरि अब यात्रा अगाडि बढाउने होइन त सफल यात्रा हाम्रो लगभग 5 भागको 1 भाग भयो कि भन्ने आश छ ल ल ल यात्रा अगाडि बढाउँ है त ल ल बाबु ल बाटो चाहिँ एकदमै हिँडो रहेछ होइन होइन ओठा ल अब हामी चाहिँ हिँड्दै जाने हो हाली त गयो ल बिस्तारै आउनु है बाबु ल बाटो एकदमै यस्तो हिँड्छ है जाने भनेर लगातार गऱ्यो होइन बाटो चाहिँ एकदमै यस्तो हिँडो रहेछ कि यस्तो हिँडो नआउने हामी यस्तो हिँडो हुन भने हामीलाई कति रहन आयो बिस्तारै बाबु बिस्तारै बाटो हेर हिँडो हाम्रो ठाउँको बाटो कहिले विकसित हुन्छ होला थाहा छैन होइन बिस्तारै आउनु यसलाई गाडिँदैन बिस्तारै ठाउँको बाटो कहिले विकसित हुन्छ कि यस्तो छ हिँडो छ होइन बाटो बनेको कति वर्ष भइसक्यो विकसित भएको छैन सम्बन्धित निकायसम्म पुगोस् है त बाबु स्कुटीमा चढ्दै हिँड्दै कस्तो भइरहेको त छ कि बाटो बिस्तारै बाबु हामी चाहिँ हिँड्दै लुखुर होइन 3 जना बाइकमा यात्रा गर्ने 3 जना हिँड्ने कति मजा आइरहेछ पानी पऱ्यो भने झन् थपेर बाटो फर्केर आउन सकेला त रोडमा खोला बगिरहेछ यहाँनिर यस्तो बाटो छ हामी थाहा पाएको भए त हामी घरबाट यात्रा अगाडि बढाउँदैन थियौँ होइन तैपनि अब त्यस्तो चर्चित ठाउँमा अब बाटो राम्रै होला मिनी ग्रेट वाल चाहिँ बाटो राम्रै होला भन्ने हामीले आशा लिएर हिँडेको तैपनि हाम्रो आशा निराशामा त बदलेको छैन तैपनि बाटो यस्तो भयो भने हामीलाई होपलेस त भएको छैन बाबुहरूले बाइकले राम्रैसँग चलाएर यात्रालाई अगाडि बढाइरहनु भएको छ बाटो यस्तो भए पनि मान्नुपर्छ बाबुहरूलाई चाहिँ बिचरा स्कुटीमा आउनुभएको बाबुजीमा म जाँदिनँ हिँडी हो यस्तो बाटो जाँदिनँ फर्केर घर जान्छु भन्दै हुन्थ्यो अब त हिँड्दै आइरहनु भएको छ बिचरा होइन पनि खुसी नै छौँ नयाँ ठाउँमा जानु पाउँदा यत्रो रमाइलो भइरहेछ भोलि नुहाइदिउँला नि नवमीको दिन पूजा गरेर नुहाएर पूजा गरौँ ल यस्तो हिँड्नु छ रमाइलो भइरहेछ होइन बाबु सजिलो एकदम सजिलो आमा यो कुन ठाउँ हो भन्ज्याङ भन्छ हामी सैलुङ जान लाग्यो कि बाटो कस्तो छ होला त्यतिर माथितिर हजुर राम्रो छ गइन्छ बाइक ए भन्ज्याङ हो अरे यो ठाउँ चाहिँ होइन हामीले सोधेअनुसार भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ हामी बाटो राम्रै छ भन्ने आश देखाउनु भएको छ होइन राम्रै होला रमाइलो भइरहेछ तर यात्रा गर्न बाइक चलाउनेलाई चाहिँ एकदम कठिनै भइरहेछ होइन हिँड्नेलाई नि कठिनै भइरहेछ होइन कतिखेर हिँड्नु त मजा आइरहेछ त्यस्तो कठिन त भएको छैन नयाँ ठाउँमा जाँदाखेरि अब रमाइलो भइरहेछ यहाँनिर चाहिँ
क्रसिङ गरेको रहेछ बाटो अनि कस्तो बोल्दा पनि घिरिङ 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 आवाज आइरहेछ कि भन्ज्याङ वाउ सो नाइस कति रमाइलो ठाउँ भन्ज्याङ कता हो तलतिर हो कि माथितिर हो थाहा छैन होइन यतै हो त्यही होला तर पनि माथितिर चाहिँ बादल लागेको छ यता सलिँदैन बाटो जान्छ दाइ सलिङ जाने यतैबाट हो यही हो बाटो छ थाहा पाइसकेको सुमो अगाडि हामी त हिँड्ने रातो सुमोमा फर्स्ट सो गाइज अब चाहिँ हामी यहाँनिर कहाँ आइपुग्यो भने पनि हामीलाई थाहा छैन होइन जति माथि गयो त्यति जङ्गल जङ्गल रहेछ ओ माई गड स्लोली बाबु भइरहेछ होइन जति माथि गयो त्यति नै बाटो पानी पनि पर्नु लागिरहेछ यहाँनिर बाबुको स्कुटीमा तिमी ओर्ला त ए त्यताबाट जाँदैन तेरो भाइ त्यो यताबाट आउँछ यता लिनु कसै लिएर उयो ढुङ्गाबाट यता माथिबाट चाहिँ जान्छ होला हेलो गाइस ल अब चाहिँ हामी यहाँ भैँसे पुग्न लाग्यो है होइन स्कुटरमा तेल हाल्दैछ कहीँ पानी पर्दैछ होइन अनि बुढी हाउस फिल खुट्टा दुख्यो होला हिँड्दा होइन 10 मिनट पुगिन्छ अरे भइसक्यो है त भइसक्यो यात्रा राम्रो छ किन चाहियो नानी पैसा किन माग्ने पैसा बाटो सोधिदेऊ यता हो किन चाहियो पैसा तिमीलाई पैसा किन चाहियो भन न तिमीलाई पैसा किन चाहियो नानी तिमीलाई पैसा किन चाहियो पैसा किन चाहियो भने बिस्कुट खान मन लाग्छ कतिमा पर्छ हो के हो तिम्रो स्कुलको नाम कहाँ पढ्छौ तिमी पढ्छौ कि पढ्दैनौ स्कुल जाँदैनौ कहाँ हो पढ्ने स्कुलको नाम के हो गान्धी अनि काठमाडौँ पढ्ने मान्छे यहाँ आएर पैसा मागेको तिमीलाई के भयो नानी तिमीलाई के भयो त्यो के भयो मुख त सुनिएछ त तिम्रो हेर बिजोग छ हौ काठमाडौँ पढ्नुपर्छ अरे गाइज अब चाहिँ हामी यहाँनिर भैँसे बजाएर मात्र लाग्यौँ होइन धेरै कठिनाइको साथ हिँड्यो धेरै कठिनाइ बाटोहरू हिँड्यो भैँसे बजार जस्तो लागिरहेको छ मलाई हो कि होइन है जस्तै लागिरहेको छ जब चाहिँ हामी भैँसेमा आइरहेको छौँ यहाँबाट अघि नभर्ने भयो यो कुरो चाहिँ के हो वास्तविक कुरो के हो नि त फर्किने कि हामी ग्रेट वल चढ्ने त कालापानी भन्ने गाई जो चाहिँ भैँसी बजार जाने त राइट जाने प्लानै थिएन त अनि यसो गर्नु तेरो स्टोरलाई गाह्रो पर्छ तरमा फर्क्यौँ भैँसी हेरिआयौँ ल हामी चाहिँ यस्तो ओक्क नास्ता गरिरहेको छौँ भैँसीमा आएर टक्क भैँसीको मोमो खाँदैछौँ एउटा बियर दिनु दिदी लगभग 14 वर्षपछि मेरो बाबुहरूसँग यात्रा गर्नु तिमीलाई के फिल भइरहेछ बिहे गरेको 14 वर्षपछि बाबुहरूसँग
यत्रो रमाइलो यात्रा गर्न पाएको एकदम खुसी लाग्यो दुईटा एउटा दिदी एउटा गिलास दुध ल्याउनु सो गाइस अब भने खाना सबै खाइसक्यो हैन फर्किहाल्यो खाजा खायो सट्ट होटलमा मोमो मिठो अब चाहिँ हामी लाग्ने कुरो भयो नि त काला पानी ओइ स्कुटरवाला ओ स्कुटरवाला भाइ ओ स्कुटरवाला भाइ ल है त पुग्ने कुरो भयो नि त है अब टक्का सस्तो मस्तो मोमो खाइएर मिठो मोमो अचार चक्क ल दिदी है त ल लाग्यो मौसम यस्तो छ यता गए चाहिँ तपाईँको तामकोसी बोटी फस्क्यो यता गए मेलुङ है जुन बाटो हामी यताबाट आयौँ यो बाटो गयो भने काठमाडौँ सिधै अब माथि कालापानी जाने बाटो चाहिँ यहाँबाट हामी अर्को बाटो अगाडि त्यो होइन अलि अगाडि लगाएछ अब चाहिँ हामी टक्क पुगेपछि बजारबाट हामी खाना खाएर काला पानीतिर लाग्दैछौँ त्यो त बाटो चाहिँ राम्रै छ है यस्तै माथिसम्म यस्तै भइदिएको थियो होइन पानी पर्न जस्तो छ बाटो पनि यस्तो छ राम्रै छ भन्दा राम्रो बाटो हो छोटो बाटो हो बताउनु भएको थियो रमाइलो भइरहेको छ सिधा यत्तिकै बाटो भयो भने त हामी त लगभग आधी घन्टामा पुग्छ भन्नुभएको थियो होइन आधी घन्टा चाहिँ होइन हामी बाइक चाहिँ गइहाल्छ आधी घन्टा चाहिँ हामी 15 मिनट है हामी यत्तिकै बाटो भयो भने चाहिँ तर बाटो छैन बाटो अहिले जस्तो समय पनि बाबुहरूलाई पर्खिँदै हिँडेको यत्तिकै बाटो भयो भने हामी छिटो पुगिन्छ है पानी परिहाल्यो अब